यो तपाईले खोजेको भिडियो हो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई दिएको चेतावनी राइट टु रिकल भनेको के हो त? यसको बारेमा छोटो चर्चा। राष्ट्रपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई फिर्ता बोलाउनको लागि राइट टु रिकलको लागि एक प्रोटोकल बनाउँदै गरेको जानकारी प्राप्त भएको छ। आचरणमा नबस्ने र जनअपेक्षा विपरीत काम गर्ने सांसदहरूलाई फिर्ता बोलाउनको लागि यो नियमावली तयार गर्न लागि बताएको छ। यसअघि सांसदहरूलाई प्रशिक्षणका लागि आयोजना गरेको क्लोज क्याम्पमा राष्ट्रपाले आफ्ना सांसदहरूलाई अनुशासनमा बस्न र जनअपेक्षा अनुसार काम गर्नको लागि निर्देशन दिएको थियो र सो निर्देशन अनुसार काम नगरेमा राइट टु रिकलको व्यवस्था अनुरूप फिर्ता बोलाउन पनि सकिने भनेर पार्टी सभापति रवि लामिछानेले बताएका थिए। एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ, एउटा फ्रिडम र एउटा डिसिप्लिन। यस बीचको पातलो एउटा रेखा छ साथीहरु। त्यो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईहरुको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन। पार्टी सभापतिका रूपमा मेरो कुनै पनि आपत्ति छैन। तपाई स्वतन्त्रताको सदुपयोग गर्नुहोस्, तर अनुशासित भएर। अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ। पार्टीले अनुशासनका विषयमा तपाईहरुलाई कडाइका साथ पालना गराउनेछ। किनभने परिवार ठूलो भएको छ, अनुशासित हुन सकेनौ भने त्यसले अर्कै किसिमको एउटा अराजकता सृजना गर्छ। सांसदहरूलाई कसरी प्रस्तुति दिने, कसरी काम गर्ने भन्ने बारेमा जानकारी दिनको लागि अभिमुखीकरण कार्यक्रम यही चैत्र 3 र 4 गते गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना कालदेखि नै आफ्नो विधानमा नै सांसदलाई फिर्ता बोलाउन सकिने व्यवस्था गरेको छ। अहिलेको संशोधित विधानमा पनि उक्त प्रावधानलाई निरन्तरता दिएको हुनाले यो विषयलाई सो पार्टीले निकै नै गम्भीरतापूर्वक लिएको बुझ्न सकिन्छ। अनि यो राइट टु रिकल व्यवस्था प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट निर्वाचित दुवैतर्फका सांसदहरूमाथि लागू हुने पनि व्यवस्था रहेको बताएको छ। विधान मार्फत प्रत्यक्ष तर्फका जनप्रतिनिधिहरूलाई फिर्ता गर्ने अधिकार साधारण सदस्यहरूलाई दिएको छ भने समानुपातिक सांसदलाई फिर्ता गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको छ। राष्ट्रसभाको विधानको 69औं बुदामा जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार भनेर 2वटा उपबुदाहरू दिएका छन्। नम्बर 1 मा पार्टीका सम्बन्धित क्षेत्रको साधारण सदस्यलाई आफ्ना जनप्रतिनिधिले चित्त बुझ्दो काम नगरे फिर्ता बोलाउन पाउने अधिकार हुनेछ। केन्द्रीय समितिले बनाउने नियमावली बमोजिम सम्बन्धित क्षेत्रको साधारण सदस्यहरू निश्चित संख्या वा प्रतिशतले निर्णय गरे पार्टीको केन्द्रीय समितिले सम्बन्धित जनप्रतिनिधिको पदको खारेजीलाई प्रक्रिया सुरु गरिनेछ। नम्बर 2 पार्टीका समानुपातिक जनप्रतिनिधिले पार्टी हित विपरीत काम गरेमा वा कार्य सम्पादन मूल्याङ्कनको आधारमा वा अन्य मनासिब काम भएमा केन्द्रीय समितिले फिर्ता बोलाउन सक्नेछ। केन्द्रीय समितिले नियमावली बमोजिम जनप्रतिनिधिको पद खारेजीसम्मको प्रक्रिया गर्नेछ भनिएको छ। अहिले सो पार्टीले सांसद पद खारेजको नियमावली बनाउने कार्य सुरु गरेको राप्रपाले बताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि पनि आफ्ना सांसदलाई फिर्ता बोलाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद ढाका कुमार श्रेष्ठ एक घुस काण्डमा मुछिएपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग 2 करोड रुपियाँ मागेको अडियो बाहिरिएपछि राष्ट्रपाले उनलाई पार्टीबाट नै निष्कासन गर्ने कार्य गरेको थियो। यसरी पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको जानकारी तत्कालीन सभामुख देवराज घिमिरेलाई पार्टीले गराएसँगै उनको सांसद पद गुमेको थियो र उनको ठाउँमा बिन्दुवासिनी कन्साकरलाई समानुपातिक सांसद बनाइएको थियो। त्यस्तै पार्टीको विधान बाहेक पनि राजनीतिक दल सम्बन्धी ऐनमा राइट टु रिकलको व्यवस्था नभए पनि सांसद पद रिक्त हुने अवस्था भने किटान गरिएको छ। उक्त ऐन अनुसार सम्बन्धित दलको सदस्यबाट लिखित रूपमा राजीनामा दिएमा, निजले अर्को दलको सदस्यता लिएमा, निज आफैले वा निज समेत संलग्न भई अर्को दल गठन गरेमा सांसद पद रिक्त हुन्छ भनेर उल्लेख गरिएको छ। त्यस्तै संसदमा पेश भएका प्रस्ताव पारित गर्दा संसदीय दलले दिएको निर्देशन पालना नगर्ने सांसदहरूको विवरण सम्बन्धित दलको सचेतकले पार्टी केन्द्रीय समितिलाई जानकारी गराउनु पर्ने व्यवस्था पनि ऐनमा गरिएको छ। संसदीय दलले बजेट पारित गर्दा सार्वजनिक महत्वको विषय पारित गर्ने बेलामा विश्वास अविश्वासको मत राख्ने समयमा दलले सांसदहरूलाई व्हिप लगाउन सक्नेछन्।
व्हिप उल्लङ्घन गर्ने सांसदलाई दलहरूले पदमुक्त गर्ने व्यवस्था पनि ऐनमा उल्लेख भएको छ। यही व्यवस्था अनुरूप नै ढाका कुमार श्रेष्ठलाई पार्टीबाट हटाएकै आधारमा उनले सांसद पद गुमाउनु परेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले यसरी ढाका कुमार श्रेष्ठलाई हटाउन सफल भएको भए पनि जनमत पार्टीकी सांसदलाई त्यसरी नै दलले फिर्ता बोलाउँदा पनि उनको सांसद पद भने गएको थिएन। जनमत पार्टीले समानुपातिक सांसद बनाएकी गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउनको लागि पार्टीले सभामुख घिमिरेलाई पत्र लेखेको थियो। सापकोटालाई समानुपातिक सांसदबाट पदमुक्त गर्न पार्टी अध्यक्ष डाक्टर सीके रावतले 4 पटक पत्र लेख्दा समेत सभामुख घिमिरेले उनलाई हटाएका थिएनन्। पार्टी अनुशासन उल्लङ्घन गरेको जनाउँदै सापकोटालाई साधारण सदस्य नरहने गरी निष्कासन गर्ने सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिले निर्णय गरेको थियो। तर तत्कालीन सभामुख घिमिरेले जनमतले गरेको कारबाहीको निर्णयमा प्रक्रिया पूरा नभएको भन्दै सापकोटालाई पदमुक्त गर्न अस्वीकार गरेका थिए। यसरी पार्टीले चाहेमा पनि सभामुखले त्यसमाथि हस्तक्षेप गर्न अहिलेको कानूनले व्यवस्था गरेको बुझ्न सकिन्छ। पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने कुराको निर्णय आज यतिखेर तपाईसँग उभिँदासम्म हामीले गरेका छैनौँ। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईँले भन्नु पर्दैन। हामीलाई थाहा छ, तपाईँहरूको विज्ञता थाहा छ, तपाईँहरूको क्षमता थाहा छ। कयौं साथीहरू देखिए गर्नुहुन्छ, कयौं साथीहरू छेकिए गर्नुहुन्छ। पार्टीले छेकिएका साथीलाई पनि हेरिरहेको छ। तर पहिले के भएको थियो भन्ने विषयलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले परिवर्तन गर्ने सक्ने अवस्थामा सो पार्टी पुगेको छ। झण्डै 2/3 बहुमत सहित संसदमा सरकार गठन गर्ने अवस्थामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राइट टु रिकल व्यवस्था अनुसार नै देशकै कानून पनि परिवर्तन गर्न सक्दछ। त्यसैले यो राइट टु रिकल व्यवस्था अझ बढी संस्थागत हुँदै जानेमा आशा गर्न सक्ने अवस्था देखिएको छ। यसले जनताहरूले दिएको मत र आफूले दिएको मत प्रति आफ्ना सांसदले व्यवहार गरेनन् भन्ने बारेमा निर्णय गर्नको लागि अर्को चुनावसम्म कुर्नु पनि नपर्ने हुन सक्छ। यसबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रासोपा निर्मम हुने र अराजकतालाई स्वीकार्न नसकिने यसरी बताएका थिए। एउटा अराजकता सृजना गर्छ, अराजकतालाई हामी कदापि स्वीकार गर्न सक्दैनौँ। यसै पनि विभिन्न किसिमका अराजकताबाट समाज आक्रान्त भएको यो अवस्थामा हामीले अत्यन्त अनुशासित हुनुपर्नेछ। म अघि पछि भन्दा आज अलिकति फरक चुनिएको छु होला, तपाईँले त्यो महसुस गर्नुभएको छ होला। अलिअलि घडाइका कुराहरू गर्यो, अलिअलि कारबाहीका कुराहरू गर्यो, यसले राइट टु रिकलको कुराकानी गर्यो, अलिक खबरदारी गरे जस्तो गर्यो भन्ने कुरा तपाईँलाई लागेको होला। लाग्नुपर्छ तपाईँलाई, किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन् नि, त्यो ठुलो जिम्मेवारीको महसुस तपाईँलाई प्रत्येक दिन हुनुपर्छ साथी हो, प्रत्येक दिन हुनुपर्छ। यो देश अहिले पनि बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले भनेका छन्, हर ठाउँमा भनेका छन्। तपाईँ भोट माग्न जाँदाखेरि आमा बाबाहरूले रुँदै के भनेका छन् तपाईँलाई थाहा छ? बाबु यो देश बचाऊ भनेका छन्। सुन्दाखेरि यो देश बचाऊ कति सामान्य कुरा हो नि, कति गहन कुरो छ, कति गहिरो कुरो छ, कति ठुलो कुरो छ भन्नुहोस् त। यो देश बचाऊ हामी जस्ता सामान्य मान्छेको हातमा, निलो झण्डा फरफराउँदै हातमा घन्टी बोकेर हिँडेका हाम्रा हातमा, हाम्रा काँधमा देशका ज्येष्ठ नागरिकदेखि बालक बालिकाहरूले सम्मले यो देश बचाऊ भनिरहेका छन्। यो जिम्मेवारी हो, ठुलो शक्ति हामीले प्राप्त गरेका छौँ। जति ठुलो शक्ति त्यति ठुलो जिम्मेवारी साथी हो। कृपया यो जिम्मेवारीको महसुस यहाँहरूले गर्नुहोला। म जहाँ जुन ब्याकग्राउन्डबाट आउनुभएको छ म सबैलाई स्वागत गर्न चाहन्छु। राष्ट्रसभाभित्र सिङ्गो देशको अनुहार छ। यहाँ व्यापार व्यवसाय क्षेत्रका साथीहरू पनि हुनुहुन्छ, विद्यार्थी साथीहरू पनि हुनुहुन्छ, जेनजी पुस्ताका सबै साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ, महिला साथीहरू हुनुहुन्छ, सीमान्तकृत वर्गलाई प्रतिनिधित्व गर्ने साथीहरू हुनुहुन्छ, सामाजिक अभियन्ता हुनुहुन्छ, कवि कलाकार मोडल रोल मोडल सबैजना हुनुहुन्छ, पूर्व प्रशासकदेखि लिएर सबैजना हुनुहुन्छ। यति ठुलो यो परिवारलाई समायोजन गर्नको निमित्त, यो परिवारलाई एउटै धारमा एउटै ट्र्याकमा लिएर जानको निमित्त अनुशासनको अत्यन्त ठुलो खाँचो हुन्छ। म साथीहरूलाई यति भन्न चाहन्छु, म तपाईँहरूको मिडिया प्रेजेन्स प्रति कहीँ कतै दुःख मनाउ गर्दिनँ, तर आफू अभिव्यक्त हुनुभन्दा पहिला तपाईँले पार्टी पङ्क्तिसँग सरसल्लाह गर्नुहोला। तपाईँको सानो बोलीले मतदान गर्ने अर्को मानिसको चित्त नदुखोस्। तपाईँको सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धहरूमा आँच नपुर्याओस्। देशका कयौं गहन विषयहरू हुन्छन्, अर्थतन्त्र लगायतका विषयहरूमा तपाईँका हल्का टिप्पणीहरूले हामीप्रतिको आशा निराशामा बदलिन सक्छ। त्यसकारणले मैले एउटा अभिभावककै हिसाबले तपाईँहरूलाई सचेत गराउन खोजेको हुँ। आजको यो
भेटघाट कार्यक्रममा। राष्ट्रिय स्वतन्त्र पार्टीले जस्तै अन्य पार्टीहरूले पनि यसरी राइट टु रिकलको व्यवस्था लागू गर्न सक्छन् होला त? तपाईँलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।